नमस्ते सर। हजुरको हाम्रो चाहिँ आज त हजुरको इन्ट्रोडक्सनबाट सुरु गर्छौँ। हजुरले चाहिँ आफूलाई चाहिँ कसरी चिनाउन चाहनुहुन्छ? म एउटा पुष्प व्यवसायी भन्ने चिनाउँछु। म चाहिँ अब 30 वर्षदेखि पुष्प व्यवसायमा संलग्न छु। त्यसो भएको कारणले गर्दाखेरि मलाई चाहिँ एउटा पुष्प उद्यमी, पुष्प व्यवसायी, एउटा हरियाली अभियन्ता पनि भनेर म चिनाउँछु। हजुरले चाहिँ अब हामीले पनि देख्यौँ काठमाडौँ नर्सरी सञ्चालन गर्नुभएको रहेछ। काठमाडौँ नर्सरीलाई सञ्चालन गर्नुको पछाडिको उद्देश्य चाहिँ के थियो? अब उद्देश्य त यो अब काम गर्दै गर्दै जाँदाखेरि चाहिँ अब भएको यो काम हो। यो चाहिँ अब ठ्याक्कै मैले काठमाडौँ नर्सरी सुरु गर्छु भनेर चाहिँ मैले भनेको छु, यो काम गरेको छु होइन। मैले आफ्नो भनौँ न अब यो काठमाडौँ सहरमा बाँच्नको लागि मैले सुरुवातमा म अलिक बोट बिरुवा प्रेमी पनि भएको कारणले गर्दाखेरि बच्चैदेखि म स्कुलमा पढ्दाखेरि पनि नजिकै एउटा चाहिँ वन नर्सरी थियो, सामुदायिक वन। त्यो नर्सरीमा चाहिँ बोट बिरुवा रोप्नको लागि माटो तयार गर्नेदेखि पोली भर्ने अनि त्यसमा सानो बिउ हालेर उमार्नेसम्म चाहिँ मैले काम गर्थेँ। त्यो चाहिँ मेरो मनमा एकदम भइरहेको थियो, मतलब चाहिँ मैले यो काम गर्छु भन्ने मलाई लागिरहेको थियो। त्यस कारणले गर्दाखेरि यो सहरमा नि खास गरी म पढ्न आएको मान्छे यही काम गर्दाखेरि म सन्तुष्ट पनि भएँ र यो काम चाहिँ मैले गरिरहेँ। मैले 2049बाट मैले काम सुरु गरेँ हो र चाहिँ काम गर्दै गर्दै जाँदाखेरि 2057मा चाहिँ मैले काठमाडौँ नर्सरी सुरु गरेँ। अब तत्कालीन अवस्थामा चाहिँ काठमाडौँमा नर्सरीहरू चाहिँ एकदम औँलामा गन्ने खालको नर्सरीहरू थिए होइन। त्यो बिचमा काठमाडौँ नर्सरी पनि स्थापना भयो र अलिक फरक ढङ्गले अरू नर्सरी व्यवसायीहरूले गरेको नर्सरीभन्दा फरक खालको एक्स्ट्रा अर्डिनरी हुनुपर्छ। त्यसमा व्यवस्थापनदेखि लिएर वस्तुको उत्पादन, त्यसको प्रेजेन्टेसन त्यो फरक हुनुपर्छ भन्ने मेरो चाहिँ नि आफ्नो चाहिँ तपाईँको मनमा लागिरहेको थियो। त्यस कारणले गर्दाखेरि अलिक फरक ढङ्गले चलाइयो र काठमाडौँ नर्सरी चाहिँ अहिले पनि अरूभन्दा अलिकति फरकै छ। यसको व्यवस्थापनका कुराहरू, यसका धेरै कुराहरू, उत्पादन भएका वस्तुहरूको प्रेजेन्टेसन गर्ने कुराहरू भयो, कस्टमर केयरका कुराहरू भयो। अनि त्यस पछाडि चाहिँ अरू नर्सरीहरू, अरू कम्पनीहरू चाहिँ अब बिहान चाहिँ 9-10 बजेबाट खुल्छ र बेलुका चाहिँ नि 5-6 बजे बन्द हुन्छ। तर काठमाडौँ नर्सरी एउटा यस्तो नर्सरी हो जुन चाहिँ बिहान 6 बजे खुल्छ र बेलुका 8 बजेसम्म चाहिँ नि कस्टमरहरूको चाहिँ हामी केयर गर्छौँ। हजुरले चाहिँ अब यति धेरै वर्ष 57 सालदेखि चाहिँ काठमाडौँ नर्सरी सुरु गर्नुभयो। अब 57 सालदेखि चाहिँ हजुरले चाहिँ काठमाडौँ नर्सरीमा चाहिँ कतिजना स्किल वर्कर्सहरूलाई चाहिँ वर्कर्सलाई चाहिँ स्किल हुने गरी चाहिँ तालिमहरू दिनुभयो, कतिजनालाई चाहिँ हजुरले चाहिँ अहिलेसम्म रोजगारी दिनु भएको छ र अहिले तत्कालले चाहिँ हजुरको काठमाडौँ नर्सरीमा चाहिँ कतिजना फुल टाइम वर्करहरू हुनुहुन्छ? काठमाडौँ नर्सरी 2057मा यो बन्दै गर्दाखेरि पनि मेरो कर्मचारीहरू थिए। त्यतिखेर म चाहिँ अब विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा, त्यस पछाडि चाहिँ रेसिडेन्सहरूमा गार्डनिङको काम गर्थेँ। काठमाडौँ नर्सरी नहुँदाखेरि नै गार्डनिङको काम गर्थ्यौँ। त्यतिखेर पनि मेरो चाहिँ लगभग 5-7 जना कर्मचारीहरू चाहिँ मेरो अन्डरमा चाहिँ गार्डनिङको काम गर्नुहुन्थ्यो। र 57मा काठमाडौँ नर्सरी बनिसके पछाडि यो एकदम चाहिँ नि फराकिलो हुँदै गयो र नर्सरीमा काम गर्ने र आउटसोर्सिङमा गार्डनिङको काम गर्ने सबै गर्दाखेरि हाम्रो काठमाडौँ नर्सरी लगभग चाहिँ त्यतिखेर 40 जनासम्मको कर्मचारीलाई चाहिँ नि हामीले फुल टाइम वर्करको रूपमा हामीले चाहिँ नि स्यालेरी दिएरै काम गर्थ्यौँ। पछि यो विभिन्न भनौँ न यो बिचबिचमा देशमा चाहिँ एक खालको चाहिँ आन्दोलनहरू, राजनीतिक आन्दोलनहरूले गर्दाखेरि कहिलेकाहीँ अलिक तलमाथि भयो। यद्यपि मेरो हिसाबले काठमाडौँ नर्सरीले तालिम दिएका भनौँ न काठमाडौँ नर्सरीमा काम गरेर बाहिर गएर काम गर्ने आज पनि फ्लोरिकल्चर सेक्टरमै जुन नर्सरी व्यवसाय भनौँ अथवा चाहिँ नि गार्डनिङ ल्यान्डस्केप व्यवसाय गर्ने भाइहरू मेरो हिसाबले हेर्दाखेरि 500+ मान्छेहरू चाहिँ अहिले काठमाडौँमा काम गरिरहेका छ। अब अहिले पनि मेरो हिसाबले अहिले काठमाडौँ नर्सरीले 19 जना मान्छेहरू चाहिँ हाम्रो फुल टाइम चाहिँ कामदार छ, जो चाहिँ हामी चाहिँ काठमाडौँ नर्सरीभित्र र बाहिर आउटसोर्सिङ गार्डनिङको काम मैले भने व्यावसायिक प्रतिष्ठानहरूमा हामीले चाहिँ हाउजिङहरूमा हामीले काम गर्छौँ। अहिले पनि हामी 19 जना कर्मचारीहरू निरन्तर काम गरिरहेका छौँ।
स्किल वर्करहरू हाम्रो चाहिँ अहिले फुल टाइम वर्कर नै हुनुहुन्छ। हजुरले चाहिँ अब काठमाडौँ यो वर्करहरूलाई चाहिँ काठमाडौँ नर्सरीको थ्रुबाट मात्र पेमेन्ट गर्नुहुन्छ कि हजुरले चाहिँ यो बाहेक चाहिँ अर्को पनि व्यवसाय छ? अहिले चाहिँ हाम्रो काठमाडौँ नर्सरीको अर्को पनि चाहिँ एउटा के अरे व्यवसाय छ जो चाहिँ नि हामीले मेटलसँग सम्बन्धित व्यवसाय छ, काठमाडौँ मेटल एन्ड फेब्रिकेटर्स भन्ने। त्यो छुट्टै कम्पनी हो हाम्रो, त्यो पनि सोल कम्पनी हुँदैन, पर्सनल सोल कम्पनी नै हो। यद्यपि त्यो काठमाडौँ मेटलमा पनि अहिले हाम्रो चाहिँ नि 5 जना मान्छे स्किल मान्छेहरू काम गर्छ, जहाँ चाहिँ हामीले नर्सरी व्यवसायमा आवश्यक पर्ने जस्तो ग्रिन हाउसहरू बनाउने काम गर्छ। अनि घरहरूमा डेकोरेसन गर्नको लागि चाहिँ हामीले गमला स्ट्यान्डहरू बनाउने काम गर्छ, विभिन्न खालका गमला स्ट्यान्डहरू पनि उत्पादन हुन्छ त्यसमा। अनि अब पछिल्लो समयमा चाहिँ हामीले यो होटेलहरूको चाहिँ नि जुन किचन सेटअप गर्ने कामहरू, त्यो मतलब स्टिलका किचन सेटअपहरू निकाल्छौँ। त्यस्तै चाहिँ हस्पिटलका चाहिँ ट्रलीहरू होइन, अनि स्टिलका कपबोर्डहरू बनाउनु पर्ने कुराहरू, ऱ्याकहरू बनाउने कुराहरू हामी त्यहाँ बनाउँछौँ। हजुरले काठमाडौँ नर्सरी सञ्चालन गरेको चाहिँ अब 25 वर्ष लाग्दैछ यो वर्ष होइन। अब 25 वर्षसम्म आइपुग्दाखेरि चाहिँ हजुरले काठमाडौँ नर्सरी सुरु गर्दाखेरि कस्तो थियो, बिचमा कतिको माइलस्टोनहरू चाहिँ हजुरले टर्नओभरहरू चाहिँ हासिल गर्नुभयो, अनि अहिलेको अवस्थामा चाहिँ काठमाडौँ नर्सरी कस्तो भएको छ, हजुरले सोचे जस्तो भएको छ कि छैन? अब हामीले चाहिँ काठमाडौँ नर्सरी मैले 2057मा सुरु गर्दाखेरि एकदम त्यस्तो पैसा भएर चाहिँ काम गरे होइन। हामीले खालि सिड मनी भनौँ न, त्यतिखेरको लागि सिड मनी नै भन्नु पऱ्यो, 1-1.5 लाख रुपियाँ लगानीबाट चाहिँ सुरु भएको हो। काठमाडौँ नर्सरी अहिलेसम्म आउँदाखेरि यसले चाहिँ मैले कमाएको आज सामाजिक प्रतिष्ठाको कुरा गरौँ अथवा चाहिँ मेरो चाहिँ आर्थिक समृद्धिको कुरा गरौँ, यो सबैको मुख्य स्रोत भनेको यो काठमाडौँ नर्सरी नै हो। अब त्यस कारणले गर्दाखेरि अब यहाँ सन्तुष्ट नहुनुपर्ने कुराहरू छैन। यो चाहिँ भनौँ न अन्य मुलुकहरूमा हेर्दाखेरि त सन्तुष्ट नहुनुपर्ने पनि छ, तर चाहिँ यो हाम्रो मुलुकमा एउटा नर्सरी व्यवसाय गरेर यति यहाँसम्म आइपुग्नु भनेको चाहिँ नि यो चाहिँ यो भनौँ न यहाँ सन्तुष्ट नहुनुपर्ने, यसमा अलिकति खिन्नता व्यक्त गर्नुपर्ने जरुरत छैन, राम्रै भएको छ। र अब मैले यसलाई चाहिँ खालि मेरो आफ्नो आर्थिक विकास र यो प्रतिष्ठाको मात्रै म कुराहरू हेर्दिनँ, मैले चाहिँ नि देशलाई गरेको योगदानको कुरा हेर्छु। धेरै मान्छेलाई मैले यसमा चाहिँ नि रोजगारी दिएको छु, त्यसबाट म सन्तुष्ट दिन्छु। अनि धेरै मान्छेलाई चाहिँ नि मतलब चाहिँ यो इन्डस्ट्रीभित्र चाहिँ धेरै मान्छेहरू मैले उत्पादन गरेको छु, जसले चाहिँ नर्सरी व्यवसाय नै गरेर उसले आफ्नो जीविकोपार्जन गरिरहेको छ। एक हिसाबले कति त मभन्दा धेरै अगाडि पनि बढिसकेका छ मेरो भाइहरू। त्यस कारणले गर्दाखेरि सन्तुष्टि लिने धेरै ठाउँहरू छन्। मैले बोट बिरुवाको काम गर्दाखेरि चाहिँ नि अरू क्षेत्रमा काम गरेको भन्दा बोट बिरुवामा काम गरेको मान्छेहरू म चाहिँ पर्सनली क्या अरू मान्छेहरूलाई पनि म भन्छु र म हेर्छु, यो क्षेत्रमा काम गर्ने मान्छेहरू धेरै सन्तुष्ट हुन्छ। किनभनेदेखि यसले चाहिँ नि आफ्नो लागि मात्रै गरेको हुँदैन, यसले पृथ्वीलाई चाहिँ नि दिनुपर्ने आवश्यक भनौँ न जीव चराचर जगतलाई दिनुपर्ने अक्सिजन हामीले उत्पादन गरिरहेका हुन्छ हाम्रो कामले गर्दाखेरि। अनि अहिले पछिल्लो समयमा अब अर्थतन्त्रको चाहिँ नि तपाईँको दुईवटा भनौँ न रङहरू भन्ने, एउटा इन्डस्ट्रियल चाहिँ तपाईँको चाहिँ अर्थतन्त्रको कुरा छ जो चाहिँ ब्राउन कलरको हुन्छ, र हरित अर्थतन्त्र भन्छ यसलाई चाहिँ हाम्रो यो कृषिमा आधारित अथवा चाहिँ हरियालीमा वनसँग आधारित अर्थतन्त्रको कुरा गर्दाखेरि चाहिँ हरित अर्थतन्त्रमा पनि हामीले हरित रोजगारी विकास र हरित अर्थतन्त्रको विकासको लागि चाहिँ नि जुन योगदान गरिरहेको छ, त्यो अरू क्षेत्रमा काम गरेको मान्छेले त्यो खालको सन्तुष्टिहरू त्यो योगदान गरेको हुन्न र सन्तुष्टि पाउँदैन। त्यस कारणले गर्दाखेरि मैले चाहिँ यो हिसाबले म एकदम सन्तुष्ट छु। अब धेरै आकाङ्क्षा राख्ने मान्छेहरू असन्तुष्ट पनि होला यो क्षेत्रमा काम गर्ने हो, तर धेरै आकाङ्क्षा राखेको छैन। मैले अहिले जे गरिरहेको छु मैले चाहिँ मलाई लाग्छ उत्कृष्ट काम गरिरहेको छु भन्ने मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि म सन्तुष्ट छु। अब सुधार त नर्सरी यो 25 वर्षको चाहिँ दौरानमा हामी रजत वर्ष मनाइरहेका छौँ। यो साल 25 वर्षको दौरानमा धेरै कुराहरू हामीले भोगेका छौँ, देखेका छौँ होइन। राम्रा नराम्रा देशमा राजनीतिक उथलपुथल पनि आयो, पहिले चाहिँ तपाईँको माओवादी जनयुद्ध पनि भयो, हामीले भोग्यौँ यही बिचमा। त्यस पछाडि यता चाहिँ नि 72 सालको महाभूकम्प पनि भोग्यौँ होइन। त्यस पछाडि चाहिँ तपाईँको अब बिचमा चाहिँ
भारतीय नाकाबन्दी पनि हामीले भोग्यौँ होइन। अब चाहिँ नि विश्वव्यापी चाहिँ तपाईँको पेन्डामिक कोभिड-19 पनि हामीले भोग्यौँ होइन। अब यो सबै कुराहरू भोग्दै गर्दाखेरि चाहिँ पनि हामी चाहिँ अहिलेसम्म यो व्यवसाय गरिरहेका छौँ। हामीले रोजगारी दिन छोडेको छैन, आफ्नो सेवा दिन छोडेको छैन र आफूलाई पनि सर्भाइभ गरिरहेका छ। यसैको माध्यमबाट आफ्नो बालबच्चालाई चाहिँ स्वास्थ्य शिक्षा होइन सबै कुरा दिइराखेको छ भन्दाखेरि यसमा चाहिँ असन्तुष्ट हुनुपर्ने कुराहरू छैन। धेरै चाहिँ नि चुनौतीको बावजुद पनि हामी चाहिँ सर्भाइभ गरिरहेका छौँ। यसमा चाहिँ नि गर्व लाग्छ मलाई। हजुरले अब काठमाडौँ नर्सरी चलाइराख्नु भएको चाहिँ 25 वर्ष पनि भइसक्यो। हामी रजत वर्ष मनाउँदैछौँ यो पालि। अब हाम्रो काठमाडौँ नर्सरीमा चाहिँ के कस्ता बिरुवाहरू छन्, कति बिरुवाहरू छन् होला अहिलेको समयमा चाहिँ? अहिले चाहिँ हामीले अब काठमाडौँ नर्सरीमा खालि चाहिँ फुलको मात्रै हाम्रो अलिक बढी चाहिँ फोकस चाहिँ फुलको हो, जहाँ चाहिँ तपाईँको हामीसँग लगभग अहिले फुलका प्रजातिहरू नै 300+ होला। 300 प्रजातिका चाहिँ फुलहरूको हाम्रो व्यावसायिक चाहिँ उत्पादन र बिक्रीहरू हुन्छ। त्यसका अलावा चाहिँ हामीसँग फलफुलका विशेष गरिकन चाहिँ यो मतलब पहाडी क्षेत्रमा फल्न सक्ने फलफुलका बोट बिरुवाहरू चाहिँ हामीसँग हुन्छ। अनि त्यस पछाडि चाहिँ हामीसँग चाहिँ अब जडीबुटी हर्ब्स एन्ड हर्बल प्लान्टहरू छ हामीसँग। विशेष गरिकन मान्छेले खानको लागि प्रयोग गर्ने मसला जन्ने भनौँ न यसलाई होइन, ती बोट बिरुवाहरू छ। अनि अर्को चाहिँ हामीसँग भएको भनेको कृषि वन। अब जस्तो चाहिँ नि हामीले अब त्यसलाई म अलिकति फरक ढङ्गले भन्छु, हाई भ्यालु हर्टिकल्चर पनि भन्छु म यसलाई। जस्तो रुद्राक्ष, अब बोधिचित्त, श्रीखण्ड, अनि त्यस पछाडि रक्तचन्दन, अनि त्यस पछाडि चाहिँ पौलिनिया होइन, अगरउड, यस्तो बोट बिरुवाहरू चाहिँ किन हामीले राखेका छौँ भन्दाखेरि पछिल्लो समयमा कृषिमा मान्छेहरू धेरै आकर्षित भइरहेका छैन। जमिनहरू सबै पहाडी क्षेत्रमा जमिनहरू बाँझो राखेर मान्छेहरू चाहिँ नि किसानका सन्ततिहरू चाहिँ नि किसान गर्नु छोडेर चाहिँ नि विदेशिएका छन् रोजगारीको सिलसिलामा। अनि उहाँहरूको जग्गा जमिन जो खाली परिरहेको छ ती ठाउँहरूमा चाहिँ नि भोलि 10 वर्ष 15 वर्ष पछाडि चाहिँ त्यो उसले उत्पादन गर्ने कृषिले भन्दा बढी चाहिँ नि आम्दानी दियोस् र ती विदेश गएका मान्छेहरूले कमाएर ल्याएका भन्दा चाहिँ नि हाम्रो चाहिँ माटोमा उत्पादन भएको वस्तुले चाहिँ बढी आम्दानी दियोस् भन्न चाहेको कारणले गर्दाखेरि हामी आफ्नै चाहिँ तपाईँको कन्सल्टेन्सी सेवामा हामीले विभिन्न मुलुकका विभिन्न चाहिँ जिल्लाहरूमा गएर ग्रामीण क्षेत्रमा कहाँ के हुनसक्छ माटो चेक जाँच गर्नेदेखि लिएर त्यहाँ कुन बिरुवा हुनसक्छ, जस्तो चाहिँ अम्लिसो हुनसक्छ होला, रुद्राक्ष हुनसक्छ होला, जे हुनसक्छ त्यो ठाउँमा चाहिँ हामीले त्यस्ता खालको हाई भ्यालु हर्टिकल्चरका बोट बिरुवाहरू लिएर गएर हामीले रोपिदिने, त्यसको नियमित चाहिँ तपाईँको त्यसको स्याहार सम्मान गर्नेदेखि लिएर भोलि उत्पादन भइसकेपछि बजारको मार्केट लिङ्केजसम्म चाहिँ गरिदिने काम चाहिँ हामीले गरिरहेका छौँ। त्यो हिसाबले चाहिँ नि हामीले सबै कुराहरू जस्तो मैले योभित्र भने पुष्पको बोट बिरुवा, कृषि वनका बोट बिरुवा, अनि त्यस पछाडि जडीबुटीका बोट बिरुवा, अनि त्यस पछाडि के तपाईँको फलफुलका बोट बिरुवाहरू चाहिँ हामीले उत्पादन गर्ने, हामी आफै उत्पादन गर्छौँ। हामी चाहिँ तपाईँको फेरि कसैबाट ल्याएर बेच्ने अहिले त धेरै नर्सरी छन्, तर हाम्रो विशेषता भनेर चाहिँ हामी आफैले उत्पादन गर्ने वस्तु, जुन वस्तुलाई चाहिँ हामीले उत्पादन गरेर त्यसको ट्रायल गरेर नगरेसम्म हामी यसको ग्यारेन्टी दिएर हामी बेच्दैन। यसको ट्रायल गर्ने यसलाई चाहिँ तपाईँको डकुमेन्टहरू भइसके पछाडि बल्ल हामी बेच्छौँ। त्यस कारणले गर्दाखेरि स्थानीय तह सरकारहरूसँग पनि हामी मिलेर काम गरिरहेका छौँ। जस्तो चाहिँ हामीले चाहिँ उत्पादन गरेका गुणस्तरीय बोट बिरुवाहरू चाहिँ हुन्छ त्यसको ग्यारेन्टी दिइरहेको छ। त्यसको चाहिँ टेक केयर गर्ने कुरादेखि लिएर भोलि पर्सि चाहिँ उत्पादन भइसकेपछि फलफुलको छ भने फलफुलको मार्केट लिङ्केज गर्ने कुराहरू, जडीबुटीको छ भने जडीबुटीको मार्केट लिङ्केजका कुराहरू, त्यस पछाडि चाहिँ नि यता कृषि वनका उत्पादनहरू पनि मार्केट लिङ्केजका कुराहरू चाहिँ हामीले निरन्तर रूपमा हामीले चाहिँ स्थानीय तह सरकारसँग पनि मिलेर चाहिँ हामीले काम गर्छौँ। अब हजुरले स्थानीय तहसँग मिलेर सरकारसँग मिलेर काम गरिराख्नु भएको छ भन्नुभयो होइन, यसमा चाहिँ थप गरेर चाहिँ अब सरकारको थ्रुबाट हाम्रो स्थानीय तहबाट चाहिँ काठमाडौँ नर्सरीलाई चाहिँ केही खालको सहयोगहरू योगदानहरू केही आएको छ त?
सरकारले चाहिँ नि कृषिमा जुन खालको कृषि अनुदानको नीति छ यो नीति यसरी नै त्यही कन्टिन्यू गर्ने हो भनेदेखि चाहिँ अबको 10 वर्ष पछाडि चाहिँ कृषिमा काम गर्ने माटोमा काम गर्ने मान्छेहरू पाउँदैन। किनभनेदेखिलाई आज चाहिँ नि हाम्रो पुस्ताभन्दा पछाडिको पुस्ताले कृषिमा काम गरिरहेको छैन। यदि कसैले काम गरेको छ भनेदेखि उत्पादनमा काम गरिरहेको छैन, उसले बजारीकरणमा काम गरिरहेको छ। त बजारीकरणमा काम गर्नको लागि उत्पादन त हुनु पऱ्यो नि पहिला, अनि उत्पादन भएको वस्तु बजारीकरणमा काम गर्ने। त्यस कारणले गर्दाखेरि यो सरकारलाई चाहिँ नि यो चुनौती हो यो। र हाम्रो क्षेत्र जसले काम गरिरहेको छ यो क्षेत्रमा हामीले सूचना मात्रै दिएको हो, सूचना हो यो सरकारलाई चाहिँ नि तपाईँहरूले अहिले जे पोलिसी फलोअप गरिरहेको छ त्यो पोलिसी चेन्ज गर्नुपर्छ। नत्र भनेदेखि चाहिँ तपाईँहरूको भोलि कृषि क्षेत्रमा काम गर्ने युवाहरू आउँदैन। हामीभन्दा पछिको अथवा हाम्रो जेनेरेसनको मान्छेहरूलाई चाहिँ अझै पनि अब हाम्रो यस्तै अब नर्सरीको व्यवसायमा अथवा हाम्रो एग्रिकल्चरमै चाहिँ आउनको लागि मोटिभेट गर्नको लागि चाहिँ हजुरले अब के गर्न सक्नुहुन्छ होला? हजुरको काठमाडौँ नर्सरीको थ्रुबाट चाहिँ हामीले अब कसरी चाहिँ अगाडि बढ्न सकिन्छ होला त? होइन, अब नयाँ पुस्तालाई चाहिँ नि नर्सरी क्षेत्रमा अहिले हाम्रो भनौँ न विशेष गरिकन मैले चाहिँ पुष्प क्षेत्रमा भन्छु युवाहरूको आकर्षण छ यसमा। होइन, किन आकर्षण छ भने यसमा चाहिँ नि यो हिलो मैलो धुलो मैलो भएर हिँड्नु पर्दैन। यसमा अलिकति प्रविधिको प्रयोग छ क्या। मान्छेले प्रविधिको प्रयोगबाट पनि कृषिलाई चाहिँ नि आधुनिकतातिर लानु सक्छ भनेर चाहिँ हामीले त्यसो भएको कारणले गर्दाखेरि यसमा आम्दानी पनि छ। अनि त्यस पछाडि चाहिँ यसमा चाहिँ प्रविधिको प्रयोग पनि हुन्छ र धुलो मैलो भएर हिँडिरहनु पर्दैन। जसरी चाहिँ नि हामीले सिरियल क्रपहरू उत्पादन जस्तो धान मकै गहुँ उत्पादन गर्दै गर्दाखेरि मल बोकेर जानुपर्यो फिल्डमा, हलो ट्र्याक्टर हलो जोत्दै पर्यो होइन। अब त्यहाँ चाहिँ तपाईँको गोडमेल गर्दा तातो घामभित्र बसेर काम गर्नु पऱ्यो। तर नर्सरी क्षेत्रमा चाहिँ त्यो छैन। यसको ग्रिन हाउस हुन्छ, ग्रिन हाउसभित्र एउटा कम्पाउन्डभित्र बसेर काम गर्नेहरूले उत्पादन कतिखेर उत्पादन गर्ने होइन, अनि केमा उत्पादन गर्ने भन्ने कुरा चाहिँ नि तपाईँको चाहिँ नि यो सबै प्रविधिहरू छ यसभित्र। त्यसका ग्रिन हाउस छ, त्यसका छुट्टै खालको माटो छ, त्यसमा छुट्टै बिउ बाहिरबाट आउँछ, त्यस पछाडि बिउ राख्ने एउटा समय छ, सीमा छ। मजाले चाहिँ तपाईँको चाहिँ नि एउटा काम गर्ने बेलामा छुट्टै ड्रेस लगाएर अनि त्यस पछाडि त्यो ड्रेस खोलेर अनि फेरि त्यहाँबाट काम कार्यस्थलबाट निस्केर छुट्टै ड्रेस गरेर मोटरसाइकलमा अथवा गाडीमा निस्केर हिँड्नु सकिन्छ। यो यस्तो खालको कम्तीमा नि मिनिमम चाहिँ यो खालको पूर्वाधार भयो भनेदेखिलाई चाहिँ युवाहरूलाई आकर्षित गर्न सक्छ। र अर्को कुरा चाहिँ के छ भन्देखिलाई युवाहरूलाई आकर्षित गर्नको लागि चाहिँ नि हुनु त कतिपय मान्छेहरू देखासेखी गरेर पनि आएको देख्छु म, अनि आएर फेरि केही समयभित्रै बाहिरको पनि देखिरहेको छु मैले। तर हरेक ठाउँमा चाहिँ नि तपाईँको चाहिँ नि यो लाइट र स्याडो पक्ष हुन्छ। लाइट र स्याडो पक्षको विषयमा चाहिँ हामीले लाइट पक्ष मात्रै हेरेर हिँड्यो भने पनि दुर्घटना हुनुपर्छ र यो स्याडो पक्ष मात्रै हेऱ्यो भने निराश हुने ठाउँहरू हुन्छ। त्यस कारणले गर्दाखेरि स्याडो र लाइट पक्ष हामीले विश्लेषण गर्ने चुनौती र चाहिँ नि अवसर त दुवै ठाउँमा हुन्छ। चुनौती र अवसरलाई चाहिँ हामीले हेर्दै चुनौती बढी छ भने ब्याक हुने, अवसर बढी छ भने अगाडि बढ्ने। त्यस कारणले गर्दाखेरि चाहिँ नि कसैको देखासिकी गरेर चाहिँ नि झ्याममा हाल्दै गर्दाखेरि चाहिँ दुर्घटनामा पर्न सकिन्छ। त्यस कारणले गर्दाखेरि यो क्षेत्रमा हरेक क्षेत्रमा कि यो क्षेत्र मात्रै हरेक क्षेत्रमा हुनसक्ने अवसर र चुनौतीको विषयमा एकदम नहुनु त्यसलाई चाहिँ नि बेसिक लेभल आधारभूत लेभलमा चाहिँ नि यसको अध्ययन गरेर आउनुपर्छ भन्ने लाग्छ। अब काठमाडौँ नर्सरीले सहयोग गर्ने भन्ने कुरा त यो क्षेत्रमा सम्भावना छ भनेर मैले त हिजो यो क्षेत्रको लिडर हुँदाखेरि भनिरहेको छु होइन। आज मलाई चाहिँ नि यो क्षेत्रबाट चाहिँ नि आफू काम गरेर निरन्तर रूपमा काम गरिरहेको छु। त लिडर नहुँदाखेरि पनि म के भन्छु भन्देखिलाई यो क्षेत्रमा सम्भावना छ। आज पनि अन्तर्राष्ट्रिय बजारबाट नेपालमा करोडौँको बोट बिरुवाहरू फुल बिरुवाहरू आइरहेको छ। त्यो वस्तुहरू हामी नेपालमा उत्पादन गर्न सक्छौँ। त्यस कारणले गर्दाखेरि हामीले जति चाहिँ नि बाहिरबाट आएको छ आयात भइरहेको छ, आयातको चाहिँ नि आँकडा हेर्नुहोस्, त्यसपछि त्यो आयातलाई चाहिँ म उत्पादन गरेर फुलफिल गर्न सक्छु भन्ने चाहिँ नि आत्मबल बनाउनुहोस् र चाहिँ अगाडि बढ्नुहोस्। हामी एउटा लामो समयदेखि अनुभव बोकेको चाहिँ मान्छेहरू हामी अलिक पुराना पुस्ता भन्छौँ। त्यो पुराना पुस्तासँग पनि भएका अनुभवहरूलाई पनि तपाईँहरूले लिन सक्नुहुन्छ
र तपाईँहरूको नयाँ जोस जाँगर नयाँ प्रविधिहरूलाई प्रयोग गरेर अगाडि बढ्नुभयो भनेदेखिलाई यो क्षेत्रमा राम्रै सम्भावना छ। आज विश्व बजारमा हेर्दै गर्दाखेरि फुल किन्ने मान्छे बढी छ, उत्पादन कम छ। हाम्रो देशमा मात्रै नभइकन यस्तो विषम परिस्थितिमा पनि यहाँ अहिले यो भनौँ न नेपालमा चाहिँ नि फुल बिरुवाको अभावले चाहिँ नि रेगुलर रूपमा आयात भएर बिक्री गरिरहेको छ, आयात गरिरहेको छ। आयात गर्ने मान्छेले नि कमाइरहेको छ, उता अर्को मुलुकले चाहिँ उत्पादन गर्ने मान्छेले नि पैसा कमाइरहेको छ। नियमित रूपमा पशुपतिमा पूजा हुन्छ, हामी सबैलाई थाहा छ। नियमित रूपमा स्वयम्भूमा चाहिँ नि पूजा हुन्छ, हामीलाई थाहा छ। फुल प्रयोग भएको हुन्छ, त्यो नियमित फुल प्रयोग हुने फुलहरू पनि चाहिँ तपाईँको चाहिँ नि हामीले उत्पादन गर्न नसकेर अन्य मुलुकबाट आयात गरेर त्यहाँ चाहिँ नि प्रयोग भइरहेको छ। त्यो हिसाबले चाहिँ यो सम्भावना भएर नै भएको हो। सम्भावना यदि नभएको भएदेखि त हाम्रो यहाँको फुल चाहिँ नि त्यहाँ पशुपतिमा चाहिँ नि उपयोग गरेर पनि फाल्नु परेको भए चाहिँ यहाँ चाहिँ हामीलाई थ्रेड छ है भन्ने कुरा हो। त्यो सम्भावना छ हामीले। त्यस कारणले गर्दाखेरि युवा पुस्तालाई चाहिँ नि म चाहिँ अनुरोध गर्छु कि आउनुहोस्, तर मेहनत गर्नुपर्छ। त्यो मुखले मेहनत गरेर हुँदैन, फिजिकली नै मेहनत गर्नुपर्छ। त्यसो भएको सम्भावना छ। हामीले चाहिँ नि बडा दुःखले चाहिँ बनाएको जुन प्लेटफर्म भन्नुपर्छ, त्यो प्लेटफर्ममा यहाँहरूलाई वेलकम छ। युवाहरू नयाँ ढङ्गले अगाडि बढ्नु होइन। 21औं शताब्दीमा चाहिँ हाम्रो चाहिँ नर्सरी उद्योगलाई अथवा पुष्प उद्योगलाई चाहिँ एउटा उचाइमा लानु छ, त्यो सम्भावना छ। त्यो वेलकम छ। म मेरो व्यक्तिगत तर्फबाट त हाम्रो चाहिँ नि योसँग सम्बन्धित चाहिँ नि हाम्रो अर्गनाइजेसनहरू छ, अर्गनाइजेसनको थ्रु पनि तपाईँहरूलाई सपोर्ट हुन्छ। र अहिले चाहिँ उपयुक्त वातावरण पनि छ। सरकारको विभिन्न निकायहरूले चाहिँ नि यो फ्लोरिकल्चर पोलिसी थ्रु विभिन्न चाहिँ प्रोग्रामहरू चलाइरहेको छ। त्यो प्रोग्रामहरूबाट पनि सिक्दै अगाडि बढ्न सक्नुहुन्छ। यो काठमाडौँ नर्सरी 25 वर्षदेखि निरन्तर रूपमा चलाइराख्नु भएको छ। अब निरन्तर रूपमा चलाइराख्दाखेरि चाहिँ यसमा चाहिँ के कति समस्याहरू आए, के कस्ता बाधा अडचनहरू आए र पनि चाहिँ यो काठमाडौँ नर्सरी अझै पनि 25 वर्ष पुगेको यो वर्ष हामी रजत वर्ष मनाउँदैछौँ भने अब अर्को 25 वर्षसम्मको लागि चाहिँ हजुरको योजना के छ? अब म त्यस्तो योजना बनाएर हिँड्ने मान्छे त होइन होइन। म योजना चाहिँ काम गर्दै जाँदाखेरि योजना बन्दै जाने हो। तर अब काम गर्दा गर्दै चाहिँ नि यहाँसम्म आइपुग्यो। अब यसको बिचका अब चुनौतीहरूको कुरा गर्दाखेरि त अब धेरै चुनौतीहरू हामीले पार गऱ्यौँ। मैले अघि पनि भने अब देशमा राजनीतिक चाहिँ द्वन्द्वहरू पनि हामीले बिचमा, त्यस पछाडि चाहिँ अब विश्वव्यापी रूपमा आएको चाहिँ विभिन्न चाहिँ कोरोनाका कहरहरू भनौँ, सबै धेरै कुराहरू भोग्दै यहाँसम्म आइपुग्दाखेरि अब यस पछाडि के त भन्दै गर्दाखेरि अब हामीले चाहिँ अब हाम्रो नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा हो। अब नयाँ पुस्ताहरू चाहिँ नि अब आफूले तयार भयो कि भएन भन्ने कुरा हो। त्यस कारणले गर्दाखेरि चाहिँ के छ भन्दाखेरिलाई नयाँ पुस्ता किन आकर्षित हुन सकिरहेको छैन त? आफ्नै देशमा के आफ्नै देशको रोजगारी, आफ्नै देशको उद्यममा युवा पुस्ताहरू किन मतलब चाहिँ नि आकर्षित हुन सकिरहेको छैन भन्दाखेरि आकाङ्क्षाहरू बढी छ। अहिलेको पुस्ताहरूको चाहिँ नि आकाङ्क्षा धेरै चाहिने भन्दा बढी छ कि। त्यस कारणले गर्दाखेरि चाहिँ अब मैले त मेरो दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुको लागि तयारी अवस्थामा छु होइन। त यसलाई टेक ओभर गर्नु पनि पर्यो होइन, ह्यान्डओभर गर्नु तयार छ तर टेक ओभर गर्नु पनि तयार हुनु पऱ्यो भन्ने कुरा हो। त्यस कारणले गर्दाखेरि काठमाडौँ नर्सरीलाई चाहिँ एउटा एक हिसाबले यो इन्डस्ट्री यो 25 वर्षको दौरानमा मैले जे भोगेँ, मैले जे चाहिँ भनौँ राम्रा नराम्रा होइन, हुने नहुने सबै कुरा भोग्यो। अबका दिनहरूमा चाहिँ हिजोको त्यो जस्तो चाहिँ भयङ्कर चुनौती च्यालेन्जहरू आउँछ जस्तो मलाई लाग्दैन। तर चाहिँ आजको दिनमा अब जे छ हामी स्टिल अब यसलाई चाहिँ नि अरू क्षेत्रभन्दा हामी चाहिँ नि सुरक्षित छौँ भनेर भनिरहेको छौँ। तर नयाँ पुस्तालाई चाहिँ नि हस्तान्तरण गर्नको लागि यो अब भनौँ न म चाहिँ मेरो आफ्नै पर्सनल कुरा गर्दै गर्दाखेरि चाहिँ मैले त्यो तयारी गरिरहेको छु। नयाँ पुस्तालाई हस्तान्तरण गर्नको लागि नयाँ पुस्ताको अब भनौँ त्यो क्यापासिटी बिल्डिङको लागि मैले तयारी गरेको छु। हजुरले चाहिँ अब यो
नयाँ पुस्तालाई तयार गर्दैछौँ भनेर भन्नुभयो। अब तयार गर्नको लागि चाहिँ काठमाडौँ नर्सरीले यस्तो हाम्रो अब नयाँ पुस्तालाई हाम्रो यो जेनेरेसनलाई चाहिँ ट्रेनिङ्सहरू पनि प्रोभाइड गर्नुभएको छ, वर्कसप्सहरू केही प्रोभाइड गर्नुभएको छ अथवा चाहिँ प्रोभाइड गर्ने चाहिँ हजुरको योजना केही छ? हामीले चाहिँ अब पहिलादेखि नै अब आफ्नो देशभित्र काम गर्न चाहेको अथवा विदेश जान चाहेका भाइहरूलाई, भाइ बहिनीहरूलाई हामीले चाहिँ नि सर्ट कोर्सहरू 1 हप्ता दिनको 15 दिनका कोर्सहरू हामीले चाहिँ तयार गरेर त्यही खालको एउटा मतलब चाहिँ क्यापेबल जनशक्ति मार्फत चाहिँ हामीले विभिन्न चाहिँ तालिमहरू हामीले गरेका छौँ। जस्तो बगैँचा व्यवस्थापन तालिमको हामीले धेरै लामो समयदेखि काम गरिरहेका छौँ। कौशी खेतीका तालिमहरू पनि हामीले गरिरहेका छौँ। त्यस पछाडि चाहिँ अब नर्सरी व्यवस्थापन तालिम पनि हामीले चाहिँ नि धेरै लामो समयदेखि गरिरहेका छौँ। यसको उद्देश्य भनेको चाहिँ के हो भनेदेखिलाई यो क्षेत्रमा चाहिँ तपाईँको नयाँ पुस्तालाई चाहिँ तपाईँको आकर्षित गर्नको लागि र यो क्षेत्र मार्फत चाहिँ नि रोजगारी सिर्जना गर्नको लागि पनि हामीले काम गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ मैले के भन्ने गरिरहेको छु भन्दाखेरिलाई अब कसैले गरिरहेको काममा चाहिँ त्यो भित्र गएर काम गर्ने भन्दाखेरि हामीले चाहिँ नयाँ बजारको सिर्जना गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि मैले के भने युवा पुस्ताहरूलाई आफूसँग नभएको सिपहरू सिक्ने र चाहिँ आफूलाई चाहिँ नि एक हिसाबले चाहिँ नि पछिल्लो समयमा चाहिँ कस्तो देखिरहेको छ भने जागिरी बन्ने मनोवृत्ति छ कि अहिलेको नयाँ पुस्ताहरूको त्यो जोखिम लिन नचाहने कि सेफ साइडमा बसेर काम गर्न चाहने। त्यस कारणले गर्दाखेरि तपाईँले जति रिस्क लिनुभयो त्यति तपाईँले चाहिँ नि आर्जन गर्न सक्नुहुन्छ। तपाईँ जति रिस्क लिनु सक्नु भएन त्यति चाहिँ तपाईँले आर्जन गर्न सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ के भन्छ तालिम लिने अथवा काम गर्ने र त्यो मार्फत चाहिँ नि तपाईँ हामीले चाहिँ के भन्दाखेरिलाई यो नयाँ क्षेत्रमा चाहिँ हामीले काम गर्ने र बढी जोखिम लिने बढी आय आर्जन गर्ने कुरामा चाहिँ नि युवा पुस्ताहरूमा त्यतातिर चाहिँ नि अलिक बढी ध्यान दिनको लागि अनुरोध गर्न चाहन्छु। र काठमाडौँ नर्सरीले लामो समयदेखि तालिम दिइरहेको छ। विभिन्न समयमा हाम्रो तालिम भइरहेको हुन्छ यहाँ। कहिले चाहिँ नि हाम्रो एउटा समूहमा 10 जनाको समूहमा अथवा कहिले 15 जनाको समूहमा कहिले चाहिँ 4-5 जनाको समूह पनि भइरहेकै हुन्छ तालिम। त्यो चाहिँ तालिम चाहिँ एउटा बेसिक लेभलको एउटा एडभान्स लेभलको छ। बेसिक लेभलको विशेष गरिकन हाउ टु केयर इन हाउस प्लान्टहरू कसरी केयर गर्ने भन्ने कुराहरूमा हामीले चाहिँ ती हाउस होल्डरलाई हामीले तालिम दिइरहेका हुन्छौँ। कतिपय चाहिँ तपाईँको अब बाहिर जानु पऱ्यो, विदेश जानु पऱ्यो अथवा चाहिँ स्वदेशभित्रै पनि काम गर्नुको लागि चाहिँ जनरल नलेज चाहिँ हामीलाई दिनु पऱ्यो भनेर हामी 15 दिनको चाहिँ हामीले कोर्स गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि यसरी पनि हामीले चाहिँ नि यो नयाँ पुस्तालाई चाहिँ नि यो सिप हस्तान्तरण गर्ने कुराहरू हामीले काम गरिरहेका छौँ। र अर्को चाहिँ हामीले निकट भविष्यमा नै हामी एउटा प्लान गरिरहेका छौँ कि यसलाई इन्स्टिट्युटको रूपमा विकास गर्ने र एउटा चाहिँ नि सिटिभिटीसँग एफिलिएसन लिएर हाम्रो काठमाडौँ नर्सरीलाई चाहिँ एउटा इन्स्टिट्युटको रूपमा विकास गरेर अगाडि जाने भन्ने प्लान छ। त्यो प्लान चाहिँ नि फर्दर केही समय लाग्ला। तर अहिलेको हिसाबले हेर्दाखेरि चाहिँ नि तालिमको लागि हामीले जहिले पनि हामी ओपन गरिरहेका हुन्छौँ। हामीले चाहिँ 2 महिना 3 महिनामा तालिम आयोजना गर्छौँ। त्यसमा चाहिँ मिनिमम 15 जनाको ग्रुप हाम्रो चाहिँ नि गरिरहेका हुन्छ। तर हाउस होल्डरहरूलाई चाहिँ नि हामी सानो ग्रुपमा पनि हामी दिन्छौँ, तालिम दिइरहेका छौँ। त्यसो गर्दाखेरि चाहिँ हामीले घरमा लगेका बोट बिरुवाहरू चाहिँ कसरी केयर गर्ने भन्नेदेखि लिएर तपाईँको माटो बनाउने, बोट बिरुवा संरक्षण कसरी गर्ने, इन्डोरमा राख्ने कि आउटडोरमा राख्ने कि भन्ने सामान्य नलेजहरू चाहिँ नि हामीले इन्स्टिट्युसनको रूपमा सञ्चालन गर्दै लाने भनेर भन्नुभयो। त्यसको लागि एकदम धेरै शुभकामना छ हजुरलाई। अब हामी चाहिँ अन्त्यतर्फ जाँदाखेरि चाहिँ काठमाडौँ नर्सरीको यो 25 वर्षको अनुभवलाई चाहिँ हजुरले अब छोटकरीमा चाहिँ कसरी बयान गर्न चाहनुहुन्छ? अब यो 25 वर्ष हुँदै गर्दाखेरि चाहिँ हामीले हिजोको जुन 57 सालको अवस्था र अहिले 82 सालको अवस्था हेर्दै गर्दाखेरि हामी धेरै अगाडि बढिसक्यौँ। धेरै चुनौतीहरू चाहिँ पार गर्दै हामी अगाडि बढ्यौँ र यहाँसम्म आइपुग्दाखेरि चाहिँ अब हाम्रो काठमाडौँ नर्सरीको एरिया भनौँ हाम्रो काम गर्ने एरिया पनि हाम्रो बढ्यो होइन। पहिला हामी यो बोट बिरुवा उत्पादन मात्रै गर्थ्यौँ, फुल मात्रै उत्पादन गर्थ्यौँ। हामी अरू चाहिँ क्षेत्रमा पनि हामीले उत्पादन गर्नुभयो। अनि त्यस पछाडि हामी चाहिँ तपाईँको चाहिँ उत्पादन र बिक्री वितरण मात्रै गर्थ्यौँ, हामीले सेवा पनि दिन थाल्यौँ। त्यस कारणले गर्दाखेरि काम गर्ने क्षेत्र पनि हाम्रो बढ्यो र हाम्रो चाहिँ नि जनशक्तिको चाहिँ नि तपाईँको आकार पनि फराकिलो भएर गयो र
चाहिँ हाम्रो चाहिँ उत्पादन गर्ने क्षेत्र पनि बढेर गयो। पहिला हामी चाहिँ कतिपय वस्तुहरू चाहिँ ल्याउँदै बिक्री गर्दै गर्थ्यौँ, अहिले चाहिँ हामी आफै उत्पादन गर्छौँ। उत्पादन गर्ने चाहिँ हाम्रो क्षेत्रफल पनि बढेर गएको छ अनि हाम्रो स्किल पनि बढेर गयो भन्नु चाहिँ काम गर्ने स्किलहरू पनि हाम्रो स्किल म्यान पावरहरू पनि बढेर गएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ नि अब यो एउटा लामो यात्रामा साथ दिनुहुने मेरा साझेदारहरू भनौँ न, कामदार भन्दिनँ, मेरो कामदार म मेरो कामदारको रूपमा म हेर्दिनँ, साझेदारको रूपमा हेर्छु। मेरा कामदार मेरो टिम, त्यस पछाडि चाहिँ नि अब मलाई यो ठाउँसम्म ल्याउनको लागि धेरै चाहिँ नि मान्छेहरू व्यक्तित्वहरूले मलाई चाहिँ सपोर्ट गरेको छ। मलाई राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्डमा लगेर मलाई तालिम गराएको छ मलाई परिपक्व बनाउनको लागि। सरकारसँग चाहिँ नि मतलब चाहिँ टेबलमा बसेर पोलिसी कसरी कुन पोलिसी चाहिन्छ फ्लोरिकल्चर सेक्टरको विकासको लागि भनेर